हेलो दर्शकबिन, आज हामी दुबई फेस्टिभल 2025 हेर्नको लागि भनेर अबुधाबीबाट दुबई जाँदैछौँ। जाने क्रममा अहिले यतिखेर हामी दुबई सिटी प्रवेश गरिरहेको अवस्था तपाईँहरूले पाउन सक्नुहुनेछ। हामी फाइनल्ली यस पार्कभित्र दुबई फेस्टिभल चलेको हुनाले यसमा भित्र छिर्नको लागि हामीहरूले टिकट काट्नुपर्ने हुन्छ। पर व्यक्ति 5 दिरहमको टिकट काटेर हामी भित्र छिर्न लागिरहेका छौँ। यहाँ धेरै भिडहरू छ, टिकट काट्न एकदम हामीतमी भइरहेको छ। अहिले यतिखेर हामी पार्कभित्र छिरिसकेका छौँ। पार्कभित्र एकदम रमणीय, एकदम सुन्दर ठाउँ भएको हुनाले हामी एकैछिन यस पार्कभित्र घुम्दैछौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ, यहाँ सुन्दर फुलहरू तपाईँहरूले पाउन सक्नुहुनेछ। यस पार्कभित्र धेरै रमणीय ठाउँहरू भएको हुनाले हामी एकछिन पार्कतिर घुमफिर गर्न लागेका छौँ र लगातार घुम्दै हामी चाहिँ पार्कमा जुन ठाउँमा फेस्टिभल चलिरहेको छ त्यो ठाउँ हामी जाँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ, अहिले यतिखेर दर्शकहरू धेरै भिडभाड भइरहेको अवस्था तपाईँहरूले पाउन सक्नुहुनेछ। दर्शकहरू यस्तो घामको प्रभाव नराखिकन टाढादेखि यस फेस्टिभललाई हेर्न र भव्य बनाउनको लागि भनेर आउनुभएको छ। तपाईँहरूले पाउन सक्नुहुनेछ, यहाँ विभिन्न ठाउँहरूबाट आउनुभएका दिदीबहिनीहरू र दाजुभाइहरू गर्मीको प्रभाव नगरिकन छाताहरू ओढेर बसिरहनु भएको तपाईँहरूले देख्न सक्नुहुन्छ। लगातार उतापट्टि स्टेज प्रोग्रामहरू चलिरहेको छ। आज मेन यस फेस्टिभल चलिरहँदा यस फेस्टिभलमा के कुराहरू पाइन्छ भन्ने कुरा तपाईँहरूलाई मैले एवं म देखाउनेछु। आज विशेष गरेर यस युएईमा यानि कि दुबईमा लामो समयदेखि व्यापार बिजनेस गर्दै आउनुभएका व्यापारी दाजुबहिनीहरू दिदीहरू हुनुहुन्छ। उहाँहरूले यस युएईमा के व्यापार बिजनेसहरू गरिरहनु भएको छ भन्ने कुरा तपाईँहरूलाई म एवं वृद्धि देखाउनेछु। तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो भिडियो मार्फत। अब म तपाईँहरूलाई यस व्यापारी क्षेत्रहरू देखाउन गइरहेको छु। यहाँ हरेक टेन्टहरूमा आफूको व्यापार बिजनेसहरूको एडभर्टाइज गरिरहनु भएको तपाईँहरूले पाउन सक्नुहुनेछ। तपाईँहरूलाई म यतिखेर हेल्थ सम्बन्धी देखाउन गइरहेको छु। तपाईँहरूले एकपछि एक एवं रीति तपाईँहरूले पाउन सक्नुहुनेछ। तपाईँहरूले यो टेन्टभित्र तपाईँहरूले पाउनुहुन्छ नेपाली टेलर। तपाईँहरूलाई तपाईँको वेशभूषा, तपाईँहरूको दौरा सुरुवाल लगायतका ड्रेसहरूको लागि तपाईँहरूलाई यस टेन्टले तपाईँहरूलाई प्रोभाइड गरिरहेको छ, अफर गरिरहेको छ। तपाईँहरूलाई यदि नेपाली पोसाकहरूको जरुरत छ भने तपाईँहरूले यस ठाउँमा तपाईँहरू किन्न सक्नुहुन्छ। यस टेलरमा गएर तपाईँहरू सिलाउन सक्नुहुनेछ। यदि नेपाल फेस्टिभल चलिरहँदा नेपालका झन्डाहरू लगायत अन्य फेसमा पेन्टहरू गर्नु परेको खण्डमा तपाईँलाई 10 दिरहममा यो टेन्टले तपाईँहरूलाई पेन्ट गरिदिन्छ। एवं रीतिले तपाईँहरूलाई विभिन्न प्रमोटहरू गरिरहेको तपाईँहरूले पाउन सक्नुहुनेछ। यस टेन्टभित्र तपाईँहरूले नेपाली फुड आइटमहरू पाउन सक्नुहुन्छ। घिउहरू, दालहरू, नेपाली फुडहरू तपाईँहरूलाई जे जरुरत छ तपाईँहरूले पाउन सक्नुहुन्छ। लगायत यहाँ विभिन्न ट्राभलहरू, सुन पसलहरू र विभिन्न व्यापार बिजनेसहरू के र कुन ठाउँ छ भन्ने कुरा तपाईँहरूले यस टेन्टबाट तपाईँहरूले थाहा पाउन सक्नुहुनेछ। हेर्नुहोस् त, सुन पसल तपाईँहरूको अर्डर अनुसार नेपाली स्टाइलका सुन पसल, सुन चाँदीहरूको गहनाहरू बनाउनु परेको खण्डमा तपाईँहरूले यस सुन पसललाई सम्पर्क गर्न सक्नुहुनेछ। यस फेस्टिभल चलिरहँदा यस फेस्टिभलको मेन उद्देश्य के हो भने नेपालमा जति पनि नेपालबाट आएर युएईमा रहनुभएका व्यापारी बिजनेस गरिरहनुभएका दाजुभाइ दिदीबहिनीहरूले कुन तरिकाको बिजनेसहरू गरिरहनु भएको छ, कस्तो टाइपको बिजनेसहरू गरिरहनु भएको छ भन्ने कुरा तपाईँहरूलाई यस फेस्टिभलबाट तपाईँहरूलाई जानकारी हुन्छ। यस कारणले यस्तै नयाँ भिडियोहरू हेर्नको लागि तपाईँहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला।